आज चाहिँ पार्कमा आएको यहाँ बाटे उयोहरू खेल्ने रहेछ हौ सबै बल खेल्ने आइस यहाँ चरा गुण रहेछ पोहोर लगाएको यहाँनिर चराको यो अब फुल्नु थालेछ नि यो फुल अब अलिक एक दुई दिनमा चाहिँ यो हरियालीहरू चाहिँ राम्रो हुन्छ ल आइज छिटो यो त पार्कमा रोपेको त दिँदैन नि उयो त हिँड्नु नि उ त्यहाँ यताबाट चाहिँ कहाँबाट गाडी ल्याउँदो रहेछ हौ यो बस्ने र अन्त यहाँनिर धेरै रहेछ हिँड्ने फिसिङ एरिया पनि रहेछ तर पक्रेर पो भित्रै लाउनु पर्ने रहेछ नि यहाँ त माछा पक्रियो अनि भित्रै लगायो यहाँनिर यस्तो छ अलिअलि हावा छ चिसो चिसो हल्का माछा चाहिँ देखिँदैन बाउ आमा आइसा माछा त यहाँनिर पक्रेर नि उतै लाउनु पर्ने रहेछ नि त मार्नु चाहिँ पाउँदो रहेछ यहाँबाट चाहिँ फिसिङ गर्ने हो यस्तो फिसिङ गर्ने यहाँबाट यता चट्टसँगले राम्रो ठाउँ रहेछ यहाँबाट फिसिङ गर्यो उता पनि छ बस्ने ठाउँहरू यस यो वरिपरि बस्ने ठाउँ छ फिसिङ गर्ने ठाउँ छ तर माछा चाहिँ पक्रेर यही होलीमा लाउनु पर्ने रहेछ है गाइस ठाउँ चाहिँ राम्रो छ यो अहिले हल्का हरियाली सुरु भयो अलिअलि हावा चलेकोले गर्दा मात्रै चिसो भएको छ नभए चाहिँ दिन चाहिँ एकदम राम्रो छ यस्तो छ यहाँ वरिपरि ठुलो छ पार्क बास्केटबल भलिबल फुटबल सबै खेल्ने ठाउँ छ अब समर सुरु भएर मान्छेहरू पनि यहाँनिर अलिअलि आउँदै हिँड्दै जाँदैछ ल आइस आउनु यता घरदेखि नजिकको पार्क चाहिँ यही हो 10 मिनेट आइसा साइकल कुदा हुँदैछ ल आइसा हिँड्नु पिन्ची पार्क होइन हो यो एक दुई तीन साइड तीनपट्टि पार्किङ गर्ने ठाउँ छ है यहाँनिर यहाँ तल रहेछ एउटा एरिया त ठुलो रहेछ यो पनि रेड ट्युबर भन्दा ठुलो नि यो रेड ट्युबरको चाहिँ यसो घुमेको मात्र यो वरिपरि बिचमा सबैतिर छ नि त यता आउँदिको लागि चाहिँ नजिक पर्छ यो खालको राम्रो फुल छ नि नाम रहेछ यो बोटको सबै यो फुलको यो रुखको नाम नि 1985 के होइन अर्कोपट्टि आयो चिसो खाने पनि यहाँनिर रहेछ पैसा हाल्यो निकालो खायो यहाँ त
केटाकेटी खेल्ने पार्क आइस यहाँ खेल्ने कि भित्र जाने आइस म हल्लाइदिन्छु ल पक्रै अर्को खेल्नु होला आइस कुन खेल्ने उयो खेल्ने ले यसमा आइज त म हलाइदिन्छु लु बस्छ ओके कतिको साथ चाहिँ हल्लाउनु वाह बल कहाँ जाने यसमा लु जा आइसाको नाम मिलाउनु रहेछ यहाँनिर हो त्यहाँ आइसाको नाम खोज्नु लु ए उता ए मिलाउनु न छैन हौ यहाँ ए छैन राई के भयो आइसाले लास्ट नेम चाहिँ मिलायो यहाँबाट छिर्ने कहाँ निस्किन्छ त्यहाँबाट छिर्यो भने कहाँ निस्किन्छ मुनि त्यो यहाँ निस्किने रहेछ पापा सिङ गर्ने उता जाने कि उता जाने जता हो नि ल यहाँबाट आउने ओके एकछिनै आइस रेडी एकछिनै ल आउनु त कोही चढ्नु त्यहाँबाट लु माथि जानु कति चढ्छ हेरौँ माथि जानु त लु घुम्नु रहेछ त घुमाउने भयो त लु जाउँ अर्कोमा जाउँ लु कहाँबाट आउने लु त सक्छ आउनु त्यो त आइसाले इजी भइगयो नि लु जाउँ आऊ यताबाट गर्नु सुइङ फेरि अब जाडा हिँड्नु त यता सक्छ आइसक्यो त सबै इजी मात्रै रहेछ हौ यहाँ लु जाउँ आऊ लु बन्द लु यो स्मल छ यहाँ हो त सानो पनि छ ए त्यो आइसक्यो उयो स्मल उयो हौ त बन्द हल्का यो त छिटो एउटा हातले हौ एउटा हातले गर्नु नि अब अर्को हात यता
यसो यसो गर्दै गर्नु होला आउँदैन त त्यो होइन त्यो होटल हुन्छ यहाँ छ अरू आइसा उताबाट परबाट यता यता यहाँ यो यो हौ यो एउटा एउटा हात अब अर्कोमा आइसाले सक्ने रहेछ है अब 2 मात्रै छ है ल जाउँ जाउँ ल घर त त्यो ल त्यो घर त त्यो त टर्न पो हुन्छ त घुम्छ पो त यसमा टेक्न यसो 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 अनि उहाँबाट रहेछ आउँछ आइस उहाँ उयोबाट आउने रहेछ पाइपबाट छिटो न त जान्छ अब त्यो पाइपबाट आउने अब ल होल्ड गर्दै नि यहाँ चिप्लिँदैन नि हौ त्यो त हौ त्यो हातले हात चार्दै हौ सकेन यता आइज यता ए हेर त नि पक्रिने यो गर्नु सक्दैन यो फेरि पक्रिँदै आउनु सक्दैन यहाँ ल आइज ल जाउँ हौ त्यहाँनिर हौ त्यो प्लान बनाएको छ ऊ त्यो यताले न हौ त्यो खुट्टा यता हौ त्यो त्यहाँ फेरि यता फर्केर हात नसमै ल वा आइसाले यो चाहिँ गुड गरे अब लड है अब लड है टाइटल छ पछाडि कुदा कुदा लान्छ नि कताबाट जान्छ हात नसमय खेल न हिँड्दै गर्दा हुन्छ बाउ जाने भने अलिक बेला भएको छैन एउटा चाहिँ खोलिदिएको रहेछ नि नानी स्प्रिङमा चढ्नु सक्छ स्प्रिङमा चढ्नु सक्छ यहाँदेखि उहाँबाट सुलुलु एउटा चिप्लेर आउनु कि परबाट अनि स्प्रिङमा ल उताबाट पहिले चिप्लेर आउनु न हौ त्यहाँ ल यहाँबाट चढ्नु त अब छिटो यहाँबाट चढ्नु त सक्छ ए आइसालाई त इजी आइसाको लागि त यो उयो भएछ हौ यो पार्क नि होइन हुन्छ के हुँदैन आइसाको लागि यो पार्क सबै इजी इजी भइरहेछ के उयो परको पनि रहेछ त आइसा कहाँ त्यहाँ पल्लोमा साइकल लानुपर्छ साइकल नलाने जाउँ होला हौ आइसा लिएन अनि साइकल उयो ठुलो रहेछ आइसा
त्यहाँबाट जानु कि त्यहाँबाट गएर नि अन्त छिर्नु त भित्र अनि यता आउनु फेरि सानो सानो डुलो रहेछ। यस्तो यो हो के अड्किँदैन नि त्यहाँ लु आउनु त यो अलिक ठुलो रहेछ नि 3, 2, 1, go! अब यहाँबाट अब उताबाट चढ्नु हौ त्यो चेनमा पक्रिनु है क्लाइम्ब गर्ने रहेछ चढ्नु मजाले पक्रिनु नि Okay, do what? यसमा छिटो झार्नु नि But you keep go. चढ्ने त्यहाँ चढ्ने होला हौ यो Yeah. त्यहाँ पक्रेर पहिले उतापट्टि त्यहाँ Muni muni handles for the. त्यो यो गर्ने हो नि त यता अब यहाँबाट झर्नु यहाँ हो त्यहाँबाट सक्छ Yes. सुलुलुलुलु चिप्लिनु रहेछ यहाँबाट चढ्नु त Which one? Papa actually can do sleep also. कहाँ ल ल ल आइसालाई त सबै यो इजी भयो नि हो कि होइन भन्नु त अब कहाँ फ्लिप गर्ने भनेको ए त्यहाँ हुँदैन त्यसरी लड्छ अहिले हो मेरो भाइ मेरो स्कुलमा गर्दैछ यहाँबाट लु चढ्नु चढेको अघि यहाँनिर आइसा छिटो झर्नु 2 1 गो यता चाहिँ केटाकेटीको राम्रो छ पार्क ठुलो मजाको यहाँनिर बाहिर यो चिनमा पनि छ लु नानी जाउँ पर बाजेहरू गइसक्नु दाइ आइस यता आउनु सबै पार्किङ घुमाएर आउनु लु छुट्टीमा कताबाट जाने अहिले हौ त्यताबाट जानुपर्छ कि अहिले त्यता होइन राइट ल आउनु
यहाँ चाहिँ पछाडि अब अलिक हरियाली भएपछि एकदम राम्रो हुन्छ यहाँ चाहिँ मान्छे पनि धेरै हुन्छ फिसिङ गर्ने पार्कमा हिँड्ने खेल्ने केटाकेटीहरू पनि मान्छे फुलहरू यहाँनिर हाम्रो चाहिँ पार्किङ लट यता छ गाडीहरू आमा त ऊ पर बसिराख्नु भएको रहेछ आमा गलेछ आइसक्यो बोजू जान्नु स्पिड आमा गलो भन्नु त Yes. Bunny, bunny, bunny. पानी बोक्ने छैन नि त्यहाँनिर छैन साह्रो तिर्खा लाग्यो छिटो लाएर खानु भरे त्यही खानु म यहाँ पछाडि राखिदिन्छु बोक्नु पानी त्यो बोक्नु राख्नु Zoom घुम्नु जे पानी खानु ल अरे ल ओके यहाँ चाहिँ आइसक्यो पानी हेलो आज म यो पार्कमा आएको छु तपाईहरुलाई यो रम पर्यो भने if you like this park this name park is Gosler Park. If you guys forgot the park name again, the park name is Gosler Park. If you don't know how to spell it, my dad will edit and spell it there, and then you will know where the address is. Please come with your children, they will have fun here. Bye bye. Go.